यस भिडियोमा तपाईहरुलाई सामाजिक अध्ययन एकाइ 7 इतिहास हाम्रो विगतका बारेमा त्यहाँ दिइएका पाठहरूका बारेमा प्रश्न सहित छोटकरीमा बताउन प्रयास गर्नेछु। यस एकाइबाट यो तालिकामा देख्नु भएको छ दुईवटा अति संक्षिप्त उत्तर आउने प्रश्न र एउटा लामो उत्तर आउने प्रश्न सोधिनेछ। अति संक्षिप्त उत्तर आउने प्रश्नलाई अर्को भिडियोमा प्रस्तुत गर्नेछु। यसमा लामो उत्तर आउने प्रश्नको बारेमा मात्रै चर्चा गरिनेछ। लामो उत्तर आउने प्रश्न ज्ञान र बोध अन्तर्गतको प्रश्न सोधिन्छ। यो सजिलो पनि छ। किताबमा तपाईले उत्तर पाउने, तपाईले बुझेको आधारमा लेख्ने, सम्झिएको आधारमा लेख्ने किसिमका प्रश्नहरू हुनेछन्। म तपाईलाई छोटोमा बताउने छु। यहाँ मैले कुल 18 वटा प्रश्न र तिनको उत्तर समावेश गरेको छु। इतिहासबाट यी प्रश्नहरू तयार गरियो भने परीक्षाको लागि तपाईलाई धेरै सहयोगी हुन्छ। धेरै प्रश्नहरू यस्तै प्रश्नहरू नै सोधिनेछन्। जस्तो सुरुमा दिल्ली सम्झौताका सकारात्मक र नकारात्मक पक्ष उल्लेख गर्नुहोस् भनेको छ। तपाईहरुलाई थाहा छ दिल्ली सम्झौता 2007 सालको राणा शासन विरुद्धको क्रान्ति पछि 2007 साल फागुन 1 गते भारतको नयाँ दिल्लीमा राणा, नेपाली कांग्रेस र राजा त्रिभुवन बीच भएको थियो। यसलाई त्रिपक्षीय सम्झौता पनि भनिन्छ। नेपाली कांग्रेसले सञ्चालन गरेको यस क्रान्तिको परिणाम स्वरूप देशबाट 104 वर्षीय जहानिया निरङ्कुश राणा शासनको अन्त्य भयो र देशमा प्रजातन्त्र स्थापना भयो। अब यसका सकारात्मक र नकारात्मक पक्षहरू भनेर यहाँ दिइएको छ। छोटोमा बुलेट पोइन्टमा दिएको छ। तपाईहरुले यसलाई बुझ्ने अनि त्यसपछि आफ्नो रूपबाट व्याख्या गरेर लेख्न सक्नुहुन्छ। यो आन्दोलनको जुन यो दिल्ली सम्झौतापछि देशको अन्तरिम शासन विधान 2007 लागू भयो। नागरिकले अधिकार र स्वतन्त्रता प्राप्त गरे। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भयो। देशमा पूर्वाधार विकासको थालनी भयो। तर त्यसका केही नकारात्मक पक्षहरूको चर्चा गर्दा यो आफैमा देशमा क्रान्ति भयो तर विदेशी भूमिमा सम्झौता भयो। यसले नेपालमा वैदेशिक प्रभाव विशेष गरेर भारतीय प्रभाव नेपालको राजनीतिमा पर्न सुरु गर्यो। अनि हामीले पाइन्छ त्यत्रो क्रान्ति नागरिकहरूले क्रान्ति गरे, धेरैले शहादत प्राप्त गरे। त्यो क्रान्तिपछि स्थापना भएको प्रजातान्त्रिक व्यवस्थामा पनि पुनः मोहन शमशेरलाई नै नेपालको प्रधानमन्त्री बनाइयो। जनताले सङ्घर्ष गरे तर त्यसले जनतालाई भन्दा राजालाई बढी फाइदा भयो। राजा त्रिभुवन स्वदेश फर्किएर झन् शक्तिशाली राजा बन्न सफल भए। भाइ बहिनीहरू, तपाईहरुले लामो प्रश्नको उत्तर लेख्दा 7 वटा बुँदाहरू लेख्नु होला। अब यहाँ अर्को छ, म तपाईहरुलाई अर्को एउटा देखाउँछु। 2007 सालको राणा विरोधी क्रान्तिका कारण र परिणाम उल्लेख गर्नुहोस् भनेको छ। परीक्षामा सोध्दाखेरि तपाईहरुलाई कि कारण मात्रै सोध्ने कि परिणाम मात्रै सोध्ने हुन्छ। अहिले मैले एकै ठाउँमा देखाएँ। 2007 सालको राणा विरोधी क्रान्ति किन भयो भन्दा राणाहरूको कारणहरू देख्नुहुन्छ तपाईहरुले पहिला यो कोलममा। राणाहरूको अन्याय र दमनपूर्ण शासन, राजनीतिक दलको स्थापना र आन्दोलनको लहर, राणा परिवारको आन्तरिक कलह। किनभने यसमा तपाईहरुले बुझ्नुहुन्छ राणाहरूलाई चन्द्र शमशेरले क ख ग गरेर 3 वर्गमा विभाजन गरेका थिए। क वर्गका राणाले देशको शासन व्यवस्थामा धेरै अधिकार राख्दथे भने ख र ग वर्गका राणा त्यसबाट बहिष्कृत गरेका थिए। त्यस कारणले पनि राणाहरूको बीचमा आपसमा अन्तर्कलह हुँदै गयो। नागरिकहरूमा राजनीतिक चेतनामा अभिवृद्धि भयो। भारतीय स्वतन्त्रता सङ्ग्राम र दोस्रो विश्वयुद्धको प्रभाव। यसमा तपाईहरुले बुझ्नुपर्छ 1947 मा भारत स्वतन्त्र भयो। 1950 मा नेपालमा प्रजातन्त्र आयो। नेपाली
नेताहरू जो भारतमा थिए उनीहरूले भारतीय स्वतन्त्रता सङ्ग्राममा भाग लिए। नेपाली नागरिकले पनि भारतमा स्वतन्त्र भएपछि नागरिकले प्राप्त गरेका अधिकार स्वतन्त्रताका बारेमा बुझे। अनि राणा प्रधानमन्त्रीले दोस्रो विश्वयुद्धमा नेपाली युवाहरूलाई बेलायतको तर्फबाट युद्ध लड्न पठाएका थिए। जो बेलायतको तर्फबाट युद्ध लड्न गए, कति त त्यहीँ शहादत प्राप्त गरे, कति अपाङ्ग भए, कति बेपत्ता भए। जो फर्किएर आए उनीहरूमा राणाहरूको विरुद्धमा विद्रोही भावनाको विकास भयो। अनि राजा त्रिभुवनको दिल्ली प्रस्थान यसले पनि आन्दोलनप्रति वैदेशिक समर्थन जुटाउन सफल भयो र देशमा व्याप्त सामाजिक विभेद र गरिबीका कारण पनि नेपालीहरू राणा शासनको विरुद्ध भए अनि आन्दोलन भयो। परिणामको कुरा गर्नुपर्दा जहानिया राणा शासनको अन्त्य भयो, देशमा प्रजातन्त्र स्थापना भयो, नेपालीहरूले धेरै अधिकार र स्वतन्त्रता प्राप्त गरे। अर्कोतर्फ राजा त्रिभुवनले पनि गुमेका अधिकारहरू प्राप्त गरे, शक्तिशाली राजा बने। नेपालमा मोहन शमशेरको नेतृत्वमा राणा र नेपाली काङ्ग्रेसका प्रतिनिधिहरू सम्मिलित अन्तरिम सरकार बन्यो। अन्तरिम संविधान भनेको नेपालको अन्तरिम शासन विधान 2007 निर्माण गरेर लागू गरियो र यसपछि शिक्षा, स्वास्थ्य, यातायात लगायत पूर्वाधार क्षेत्रको विकास हुन सुरु गर्यो। यी परिणामहरू आए। अब अर्को तपाईँहरूलाई यो एउटा प्रश्न, विक्रम सम्वत 2008 सालमा मातृका प्रसाद कोइरालाको नेतृत्वमा गठन भएको नेपाली काङ्ग्रेसको सरकारलाई तोकिएको जिम्मेवारी उल्लेख गर्दै उक्त सरकार असफल हुनका कारणहरू लेख्नुहोस्। अब यहाँ तपाईँहरूले बुझ्नुपर्छ, मोहन शमशेरको नेतृत्वमा गठित सरकार विघटन भएपछि राजा त्रिभुवनले नेपाली काङ्ग्रेसका तत्कालीन सभापति मातृका प्रसाद कोइरालाको नेतृत्वमा विक्रम सम्वत 2008 मङ्सिर 1 गते नयाँ सरकार गठन गरेका थिए। त्यो सरकारलाई दिएका जिम्मेवारीहरू तपाईँले स्क्रिनमा देख्नु भएको छ। सरकारलाई स्वतन्त्र निष्पक्ष बनाउन, न्याय विभाग गठन गर्ने, लोकसेवा आयोगलाई प्रभावकारी बनाउने, विक्रम सम्वत 2009 सालभित्र विधानसभाको चुनाव गराउने। यो विधानसभा भनेको संविधान सभा हो, नागरिक अधिकारको रक्षा गर्ने। तर यो सरकार सफल हुन सकेन। यो सफल हुन नसक्नका कारण नेपाल प्रजा परिषद र नेपाल कम्युनिस्ट पार्टीले सर्वदलीय सरकारको माग राखेर आन्दोलन गरेका थिए। नेपाली काङ्ग्रेसभित्र आफ्नै पार्टीभित्र नेताहरूको बिचमा अन्तर्कलह हुने, एकअर्कालाई असहयोग गर्ने काम भयो। अर्कोतर्फ यो दिल्ली सम्झौतालाई अस्वीकार गरेका नेता डाक्टर केआई सिंहले राजतन्त्रको विरोध गरेर गणतन्त्र स्थापनाको चाहिँ उद्देश्यसहित 7 सालको सशस्त्र क्रान्तिलाई जुन विद्रोह थियो त्यसैले निरन्तरता दिए। किसान आन्दोलन सुरु भयो, किसानहरूले आफ्नो हकहितका लागि सङ्घर्ष गरे। विधानसभा चुनाव गराउन राजा पनि इच्छुक थिएनन्। राजा पनि जसरी हुन्छ विभिन्न बहानामा विधानसभाको चुनाव टार्न चाहन्थे। यी विभिन्न कारणले गर्दा मातृका प्रसाद कोइरालाको तत्कालीन सरकार असफल भएको पाइन्छ। तपाईँले अर्को देख्नुहुन्छ, 2007 देखि 2017सम्म राजनीतिक अस्थिरता हुनका कारणहरू चर्चा गर्नुहोस् भन्यो। हामीले नेपालको इतिहासमा हेर्ने हो भने पटक पटक राजनीतिक दलहरूले प्रजातन्त्र प्राप्तिका लागि आन्दोलन गरिरहेको, तर त्यो चाहिँ प्रजातन्त्रलाई प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसकेको पाउन सकिन्छ। अब 7 देखि 17सम्म 7मा प्रजातन्त्र आयो, देशले एउटा विकासको क्षेत्रमा चाहिँ गति लिनुपर्ने, त्यो सकेन। राजनीतिक स्थिरता हुनुपर्ने, त्यो सकेन। किनभने राजा त्रिभुवन र पछि राजा महेन्द्र उनीहरूले चाहिँ निरङ्कुश बन्ने महत्त्वाकाङ्क्षा राखे। उनीहरू राजनीतिक दललाई स्थान दिन चाहँदैन थिए, जनतालाई अधिकार र स्वतन्त्रता दिन चाहँदैन थिए, उनीहरूको महत्त्वाकाङ्क्षा। त्यस्तै अर्को राजनीतिक दलका नेताहरूमा पनि शासन सत्ता सञ्चालन गर्ने अनुभव भएन। नेपाली जनता र राजनीतिक दलका नेताहरू सबैमा राजतन्त्रप्रति आवश्यकताभन्दा बढी विश्वास रह्यो। जनतामा त्यो बेलामा राजनीतिक चेतनामा पनि कमी थियो। नेपाली जनता अशिक्षित अनि गरिबीको चपेटामा परेका, बेरोजगार,
यी विभिन्न कारणले गर्दा नागरिकहरूले पनि त्यो सरकारको विरुद्ध त्यति आवाज उठाउन सकेनन् र अर्कोतर्फ राणाहरू पनि आफ्नो गुमेको शक्तिलाई फिर्ता लिन चाहन्थे। त्यसका लागि उनीहरूले पनि राणाहरूले एउटा वीर गोर्खा दल भन्ने यो भरत शमशेरको नेतृत्वमा गठन भएको त्यो वीर गोर्खा दलको नेतृत्वमा उनीहरूले प्रजातन्त्रको विरुद्धमा प्रजातन्त्रलाई कमजोर बनाउनका लागि हिंसात्मक आन्दोलन चलाइरहेका थिए। यी विभिन्न कारणले गर्दा त्यो बिचमा त्यसमा राजनीतिक अस्थिरता रह्यो। प्रश्न नम्बर 5मा तपाईँहरूलाई देखाएको छु, नेपालमा जनमत सङ्ग्रहको पृष्ठभूमि उल्लेख गर्दै यसका परिणामबारे चर्चा गर्नुहोस् भन्यो। तपाईँहरूलाई थाहा छ यदि देशमा कुनै राजनीतिक विवाद भयो, त्यो विवाद समाधान गर्नु पर्यो भने सबै त्यो विवाद जनताको इच्छा अनुसार विवाद समाधान गर्ने सबैभन्दा प्रजातान्त्रिक पद्धति प्रजातान्त्रिक तरिका भनेकै जनमत सङ्ग्रह हुन्छ। 2036 सालमा जब पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई पाकिस्तानको सरकारले मृत्युदण्ड दियो, यो थियो विक्रम सम्वत 2035 चैत 1 गते थियो। अनि त्यसपछि नेपाली विद्यार्थीहरूले यो त मानव अधिकार विरोधी भयो, यसरी चाहिँ व्यक्तिलाई मृत्युदण्ड दिनु राम्रो होइन भनेर नेपाली विद्यार्थीहरूले त्यसको विरोधमा एउटा जुलुस निकाले। उक्त जुलुस पाकिस्तानी दूतावासमा गएर विरोध पत्र बुझाउन चाहन्थ्यो। तर नेपाल सरकारले सोच्यो यदि नेपाली विद्यार्थीहरू पाकिस्तानी दूतावाससम्म पुगे भने त्यसले नेपाल र पाकिस्तानको बिचमा सम्बन्ध बिग्रन सक्छ भन्ने सोचेर विद्यार्थीहरूलाई बाटैमा नै प्रहरीले हस्तक्षेप गर्यो, दमन गर्यो। त्यसपछि ती विद्यार्थीहरू आक्रोशित भए र उनीहरूले अब पञ्चायती व्यवस्थाको चाहिँ विरुद्ध आन्दोलन गर्ने निर्णय गरे। उक्त आन्दोलन उत्कर्षमा पुगेपछि राजा वीरेन्द्रले 2037 साल वैशाख 20 गते 36 साल जेठ 10 गते घोषणा गरेको 2037 है, यो 2037 वैशाख 20 गते सम्पन्न गर्ने गरी जनमत सङ्ग्रहको घोषणा गरे। त्यो जनमत सङ्ग्रहमा 2वटा विकल्प दिइएको थियो, बहुदलीय व्यवस्था र सुधारिएको पञ्चायती व्यवस्था। अनि त्यसमा करिब 55% भोट पञ्चायती व्यवस्थाको पक्षमा पर्यो भने करिब 45% भोट बहुदलीय व्यवस्थाको पक्षमा पर्यो। यसलाई पञ्चायती व्यवस्था सुधारिएको पञ्चायती व्यवस्था भनिन्थ्यो। त्यो बेलामा भनिन्थ्यो अधिकांश नेपाली जनता बहुदलीय व्यवस्थाको पक्षमा थिए भनिन्थ्यो। यद्यपि सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा बहुमत आयो। यसका कारणहरू विभिन्न छन् भनिन्छ। त्यो बेलाको निर्वाचन निष्पक्ष हुन सकेन। राजाले नै पञ्चायतको पक्षमा चाहिँ मतदान गर्नका लागि नागरिकलाई आह्वान गरे। पञ्चायती सरकारले देशको राज्य शक्तिको दुरुपयोग गरेर पञ्चायती व्यवस्थाको पक्षमा परिणाम ल्यायो भनेर भनिन्छ। जनमत सङ्ग्रहको परिणामस्वरूप देशमा निर्दलीय पञ्चायती व्यवस्थाले निरन्तरता पायो। राजनीतिक दलहरूमाथि लगाइएको प्रतिबन्ध कायम रह्यो। नेपालको संविधान 2019मा संशोधन गरियो, केही सुधार गरियो। विक्रम सम्वत 2038मा राष्ट्रिय पञ्चायतको निर्वाचन भयो। विकेन्द्रीकरण ऐन 2039 मार्फत विकेन्द्रीकरणको प्रयास पनि गरियो। तर अर्कोतर्फ असन्तुष्ट नेपाली नागरिकले पञ्चायत विरोधी आन्दोलनलाई निरन्तरता पनि दिए। अब अर्को यहाँ तपाईँहरूले देख्नुहुन्छ पञ्चायती व्यवस्थाको उदय र पतनका कारण लेख्नुहोस् भन्यो। 2017 साल पुस 1 गते राजा महेन्द्रले निर्वाचित सरकार र संसदलाई अपदस्थ गरी देशको शासन सत्ता हातमा लिए र त्यसको केही दिनपछि देशमा पञ्चायती व्यवस्थाको घोषणा गरे। यसरी देशमा पञ्चायती व्यवस्था उदय हुनका कारण यहाँ दिइएको छ। तपाईँहरूले उदयका कारण यहाँ देख्नुहुन्छ तालिकामा। र त्यो पञ्चायती व्यवस्था 30 वर्षसम्म कायम रह्यो र 2046 सालमा शान्तिपूर्ण जनआन्दोलन मार्फत पञ्चायती व्यवस्थाको अन्त्य भयो। 2046 साल
फागुन 7 गतेबाट सुरु भएको त्यो शान्तिपूर्ण आन्दोलनको परिणामस्वरूप 2046 साल चैत्र 26 गते देशमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो। यसरी पञ्चायती व्यवस्थाको अवसान भएर बहुदलीय व्यवस्था स्थापना हुनका कारणहरू के होलान् हो त्यो कुरा तपाईँहरूले यहाँ कोलममा पतनका कारण भनेर यहाँ देख्नु भएको छ है, यो टेबल हेर्नु होला। त्यस्तै यो हेरेर यसैको आधारमा तपाईँहरूले लेख्नु होला। 2046 सालको प्रथम जनआन्दोलनका कारण र परिणाम लेख्नुहोस्। कारण अब जस्तो पञ्चायती व्यवस्था पतन किन भयो त्यो भन्नु नै प्रथम जनआन्दोलन हुनका कारण भयो। पञ्चायती व्यवस्था निरङ्कुश किसिमको थियो, जनताले कुनै किसिमका हक अधिकारहरू प्राप्त गरेका थिएनन्, देशमा भ्रष्टाचार, नातावाद, कृपावाद व्याप्त थियो। अर्कोतर्फ नेपाली नागरिकमा जनचेतनामा अभिवृद्धि हुँदै थियो। विश्वमा भइरहेको प्रजातन्त्र स्थापना त्यसको प्रभाव नेपालमा पर्यो र नेपालको इतिहासमा 2046 सालभन्दा अगाडि हामीले काङ्ग्रेस र कम्युनिस्ट पार्टी यिनीहरूको उद्देश्य त उस्तै थियो, निरङ्कुशताको अन्त्य गरेर प्रजातन्त्र स्थापना गर्नु। यद्यपि उनीहरूले सहकार्य गर्दैनथे। तर 46 सालमा आएर काङ्ग्रेस र कम्युनिस्ट पार्टीहरूले अब हामीहरूले सङ्गठित भएर एकजुट भएर निरङ्कुशताको विरुद्ध सङ्घर्ष गर्न सके मात्र पञ्चायती व्यवस्थाको अन्त्य गर्न सकिन्छ भन्ने कुरा महसुस गरे। काङ्ग्रेस र कम्युनिस्टको बिचमा सहकार्य भयो। त्यस्तै दलमाथिको प्रतिबन्ध, नेपाली जनता राजनीतिक अधिकार र स्वतन्त्रता चाहन्थे, तर पञ्चायती व्यवस्थामा दलमाथि प्रतिबन्ध लगाइएको थियो। त्यही दलमाथिको प्रतिबन्धको प्रतिरोध स्वरूप पनि आन्दोलन भयो। यसको परिणाम के भयो त भन्दा देशमा पञ्चायती शासन व्यवस्थाको अन्त्य भयो, बहुदलीय प्रजातन्त्र स्थापना भयो। यहाँ मिस्टेक भएछ, यसलाई मिलाउनुहोस् है त। नेपाल अधिराज्यको संविधान 2047 निर्माण, नेपाल अधिराज्यको संविधान 2047, फेरि सुन्नुहोस् होला, नेपाल अधिराज्यको संविधान 2047 निर्माण गरी लागू गरियो। जनताले हक अधिकार प्राप्त गरे। संसदीय शासन प्रणाली स्थापना भयो। स्वतन्त्र न्यायपालिका, संवैधानिक राजतन्त्र, यी चाहिँ त्यो आन्दोलनका परिणामहरू। अब आउँछ विक्रम सम्वत 2047 देखि 2063 सम्मका प्रमुख आर्थिक उपलब्धि र सामाजिक उपलब्धिबारे चर्चा गर्नुहोस्। 2047 साल, अब तपाईँहरूले बुझ्नुभयो, 2046 साल चैत्र 26 गते देशमा बहुदलीय प्रजातन्त्र स्थापना भयो। 2047 साल कार्तिक 23 गते नेपाल अधिराज्यको संविधान 2047 लागू भयो। एउटा प्रजातान्त्रिक संविधान थियो। देशमा बहुदलीय प्रजातन्त्र स्थापना भयो। राजाका हक अधिकारहरूलाई संविधानले किटान गरिदिएको थियो। राजा संवैधानिक थिए, बहुदलीय प्रजातन्त्र थियो, जननिर्वाचित सरकार थिए, संसदीय शासन प्रणाली थियो, नागरिकले प्रशस्त मौलिक हक अधिकारहरू प्राप्त गरेका थिए। यसबीचमा देशले ठुलो आर्थिक तथा सामाजिक उपलब्धि हासिल गरेको पाइन्छ। देशभित्र उद्योग कल कारखानामा निजी क्षेत्रको लगानीमा वृद्धि भयो। निजी क्षेत्रबाट उद्योग कल कारखानाहरू खोल्ने काम भयो। त्यसको अर्थ बैंक तथा वित्तीय संस्थाहरूको स्थापना भए। अर्थतन्त्रमा निजी क्षेत्रको प्रभाव बढ्न सुरु गर्यो। उदारवादी अर्थतन्त्र, विप्रेषण रकममा वृद्धि भयो। नेपाली नागरिकहरू वैदेशिक रोजगारीका लागि जाने, त्यहाँबाट कमाएर नेपालमा पठाउने, यसले पनि नेपालको अर्थतन्त्रमा ठुलो टेवा पुर्यायो। र त्यसका प्रमुख सामाजिक उपलब्धिको कुरा गर्ने हो भने नागरिकहरू शिक्षित हुँदै गए, राजनीतिक चेतनामा वृद्धि भयो, समानता न्याय स्थापना भयो, नागरिकहरूले विभिन्न किसिमका राजनीतिक तथा नागरिक अधिकारहरू, मौलिक हकहरू प्राप्त गरे। सञ्चार र शिक्षा क्षेत्रमा धेरै विकास र विस्तार भयो र समावेशी र सामाजिक न्यायमा आधारित शासन व्यवस्था लागू भयो। अब हामीले बहुदलीय व्यवस्थाका सबल पक्ष उल्लेख गर्नुहोस् भन्ने अर्को। जस्तो बहुदलीय व्यवस्था भनेको जहाँ धेरै राजनीतिक दलहरू खुल्न सक्छन्, राजनीतिक दलहरूका बिचमा निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, आवधिक निर्वाचन हुन्छ, त्यस निर्वाचनमा नागरिकले आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्छन्,
निर्वाचनमा बहुमत प्राप्त गर्ने राजनीतिक दलले देशमा शासन सत्ता सञ्चालन गर्छ भने अल्पमतमा पर्ने प्रतिपक्षमा रहन्छ, उसले सरकारलाई खबरदारी गर्छ। यस्तो किसिमको शासन व्यवस्था नै बहुदलीय व्यवस्था हो। प्रजातन्त्रमा जनताको भावना राजनीतिक दलले प्रतिनिधित्व गर्छन्। प्रजातन्त्रमा देशको शासन व्यवस्था राजनीतिक दलले सञ्चालन गर्छन्। त्यसैले बहुदलीय व्यवस्थामा राजनीतिक दल र आदर्शका बिचमा स्वस्थ प्रतिस्पर्धा हुन्छ। नागरिकलाई छनौटको अवसर हुन्छ। आफूलाई मनपर्ने उम्मेदवार र राजनीतिक दल विचारलाई चाहिँ छनौट गर्न सक्छन् निर्वाचन मार्फत। यहाँ निरङ्कुशताको सम्भावना रहँदैन। राजनीतिक दलहरू जनताप्रति जिम्मेवार र जवाफदेही रहन्छन्, नत्र नागरिकले उनीहरूलाई मतदान गर्दैनन्। आवधिक निर्वाचन हुन्छ, मानवाधिकारको प्रत्याभूति हुन्छ र राज्यका विभिन्न निकायका बिचमा शक्ति सन्तुलन कायम हुने हुँदा निरङ्कुशता रहने सम्भावना कम हुन्छ। अर्को दोस्रो जनआन्दोलन ६२-६३ का कारण र परिणाम उल्लेख गर्नुहोस्। तपाईँले देख्नुहुन्छ किन भयो ६२-६३ को आन्दोलन। 2059 सालमा राजा ज्ञानेन्द्रले देशको शासन सत्ता हातमा लिएपछि राजा ज्ञानेन्द्रको निरङ्कुश शासनको अवस्था थियो देशमा। अर्कोतर्फ नेकपा माओवादीले 2052 साल फागुन 1 गतेबाट सुरु गरेको सशस्त्र विद्रोहको कारण देशमा अशान्ति थियो। यसबीचमा 2062 साल चैत्र 24 गतेबाट देशमा दोस्रो जनआन्दोलन सुरु भयो। त्यो जनआन्दोलन राजा ज्ञानेन्द्रको निरङ्कुशताको विरुद्धमा थियो। त्यो दिगो नागरिकलाई दिगो शान्तिको चाहनाका कारण भएको थियो। देशको भ्रष्टाचारको विरुद्धमा भएको थियो। यसरी तपाईँहरूले यहाँ कारणहरू देख्नुहुन्छ, परिणामहरू देख्नुहुन्छ। यसलाई राम्रोसँग हेरेर यसैको आधारमा लेख्नुहोला। अब अर्को तपाईँहरूले देख्नुहुन्छ यो 2007 सालमा जनक्रान्ति भयो, प्रथम जनआन्दोलन भयो। 2046 सालमा, 2062-63 सालमा दोस्रो जनआन्दोलन भयो। यिनीहरूको बिचमा तुलना गर्ने किसिमका प्रश्नहरू तपाईँहरूलाई सोध्न सक्छ। अब यहाँ देख्नु भएको छ 2007 सालको जनक्रान्ति र 62-63 सालको जनआन्दोलनका बिचमा तुलना गर्नुहोस् भनिएको छ। तपाईँहरूले यसलाई तुलना गर्नुहोला। प्रश्न नम्बर 12 हेर्नुहोला। 2046 सालको जनआन्दोलन र दोस्रो जनआन्दोलन बिच तुलना तपाईँहरूले देख्नुहुन्छ। दुवै शान्तिपूर्ण आन्दोलन थिए। 46 सालको जनआन्दोलन पञ्चायती व्यवस्थाको विरुद्ध थियो भने दोस्रो जनआन्दोलन तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुशताको विरुद्धमा थियो। यसरी नै तपाईँहरूले यसको उपलब्धि, कारण, यसको आधारमा दुईवटा जनआन्दोलनका बिचमा तुलना गर्न सक्नुहुन्छ। यहाँ स्क्रिनमा तपाईँले टेबलमा देख्नुहुन्छ। यसलाई राम्रोसँग ध्यान दिनुहोला। त्यस्तै अर्को हेर्नुहोस्, गणतन्त्र स्थापना हुनका कारणहरू। दोस्रो जनआन्दोलनको परिणाम स्वरूप देशमा संविधान सभाको निर्वाचन भयो 2064 साल चैत्र 28 गते। त्यस संविधान सभाको पहिलो बैठक 2065 साल जेठ 15 गते बस्यो र त्यसले देशलाई गणराज्य घोषणा गर्यो। देशमा गणतन्त्र स्थापना भयो। 240 वर्ष लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य भयो। यसरी राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना हुनका कारणहरू तपाईँ यहाँ देख्नुहुन्छ। राजा ज्ञानेन्द्रको निरङ्कुशता, उनको स्वेच्छाचारिता, नेपाली नागरिकको दिगो शान्तिको कामना। अर्को माओवादीले सञ्चालन गरेको जुन सशस्त्र विद्रोह जनयुद्ध, त्यसले पनि जनतामा राम्रो राजनीतिक चेतना वृद्धि गरेको पाइन्छ। राजनीतिक स्थिरताको चाहना, भ्रष्टाचार, जनतामा राजनीतिक चेतनाको विकास, राजनीतिक दलहरू र राजा बीचको शक्ति सङ्घर्ष, यो कारणले देशमा गणतन्त्रको स्थापना भयो। अब प्रथम जनयुद्ध, यो चाहिँ प्रथम विश्वयुद्ध। अब यो विश्वयुद्ध, प्रथम विश्वयुद्ध, द्वितीय विश्वयुद्ध, यो चाहिँ विश्वको इतिहासबाट तपाईँहरूलाई प्रथम एउटा लङ आन्सर क्वेसन सामान्यतः यहाँबाट सोध्न सक्ने बढी सम्भावना रहन्छ। यो प्रथम विश्वयुद्ध सन् 1914मा सुरु भएर 1919मा भयो। फ्रान्स र जर्मनी बिचमा भएको भर्सिलिजको सन्धिसँगै अन्त्य भएको थियो।
यस युद्धलाई इतिहासकारहरूले मानव सभ्यताको इतिहासमा एउटा विनाशकारी र विध्वंसात्मक युद्धको रूपमा उल्लेख गरेका छन्। यस युद्धमा विश्वका सबै राष्ट्रहरू कुनै न कुनै रूपमा सहभागी भएका थिए। प्रथम विश्वयुद्ध मित्र राष्ट्र, यसलाई एलाइड पावर भनिन्छ, र धुरी राष्ट्र एक्सिस पावरका बीचमा भएको थियो। फ्रान्स, बेलायत, सम्झिनुहोला नामहरू, फ्रान्स, बेलायत, रुस, इटाली, बेल्जियम, चीन, जापान, अमेरिका यी देशहरू मित्र राष्ट्र अन्तर्गत थिए भने जर्मनी, अस्ट्रिया हङ्गेरी, टर्की आदि राष्ट्रहरू धुरी राष्ट्र अन्तर्गत थिए। तर त्यसमा स्पेन, स्विजरल्यान्ड, अल्बानिया, डेनमार्क, नर्वे, स्विडेन, इरान लगायतका राष्ट्रहरू चाहिँ तटस्थ रहेका थिए। अब यिनीहरूको बिचमा युद्ध हुनको कारण भनेको युरोपेली राष्ट्रको बिचमा गुटबन्दी भयो। यहाँ हामीले पाउन सकिन्छ जर्मनीको एकीकरण पश्चात अटो बिस्मार्क चाहिँ जब जर्मनीका चान्सलर नियुक्त भए, उनले जसरी पनि जर्मनीको सीमा विस्तार गर्न चाहन्थे उनी। त्यसैले उनले 1871मा फ्रान्समाथि आक्रमण गरेर यसका दुईवटा प्रान्तहरू एल्सेस र लोरेन कब्जा गरे। यसरी यहाँबाट सुरु भएको युद्ध अब जर्मनीले फ्रान्सलाई आक्रमण गरिसकेपछि यसलाई एक्लो र अझ कमजोर बनाउन 1879मा अस्ट्रिया हङ्गेरीसँग र 1882मा इटालीसँग गोप्य सम्झौता गरे। यसलाई ट्रिपल अलायन्स भनिन्छ। त्यस्तै सन् 1990मा अटोमन बिस्मार्कले चान्सलर पदबाट राजीनामा दिए र त्यसपछि फ्रान्सले अलिकति खेल्न सुरु गर्यो। फ्रान्सले सन् 1994मा रुससँग र 1894मा रुससँग र 1904मा बेलायतसँग गर्यो, अर्को सन्धि गर्यो। यसलाई ट्रिपल एन्टेन्ट भनिन्छ। यसबाट युरोपेली राष्ट्रको बिचमा गुटबन्दी सुरु भयो। यी फरक फरक गुटका बिचमा, यी दुईवटा परस्पर विरोधी गुटका बिचमा वैमनस्यता, शत्रुता, घृणा, बदलाको भावना विकास हुँदै गयो। अर्को उग्र राष्ट्रवाद र सैन्यवाद। राष्ट्रवादी भावना हुनु त राम्रो, तर उग्र राष्ट्रवादी भावना चाहिँ राम्रो हुँदैन, यसको परिणाम नराम्रो हुन्छ। जस्तो उग्र राष्ट्रवादी भावना भएकाहरू आफ्नो राष्ट्रियता अरूमाथि लाद्न चाहने, आफ्नो राष्ट्र अरूभन्दा ठुलो, शक्तिशाली र सम्मानित भएको सोच राख्ने, खास गरी जर्मनी र इटाली पछि त्यहाँ उग्र राष्ट्रवादी भावना चाहिँ चरम बिन्दुमा पुगेको थियो। यसरी उनीहरू एक अन्य राष्ट्रको अस्तित्व नै नस्वीकार्ने, जर्मनहरू विश्वमा शासन गर्न जन्मिएको भन्ने अहम भावको अवस्थामा पुगेका। यसले गर्दा ती प्रतिद्वन्दी समूहबीच डर, त्रास, ईर्ष्या, बदलाको भावना बढ्दै गयो। र त्यति मात्रै होइन, उनीहरूले एकअर्काबाट बच्नका लागि सैन्य शक्तिमा विस्तार गर्न लागे। यो उग्र राष्ट्रवाद र सैन्यवादका कारण पनि युद्ध हुन पुग्यो। अर्को उपनिवेशवाद र साम्राज्यवाद। यो उपनिवेशवाद भनेको अरू देशमाथि प्रत्यक्ष नियन्त्रण कायम गरी शासन गर्ने, साम्राज्यवाद भनेको अप्रत्यक्ष रूपमा अरू देशलाई आफ्नो प्रभावमा पार्ने तर प्रत्यक्ष रूपमा शासन चाहिँ नगर्ने। युरोपमा त्यो बेलामा औद्योगिक क्रान्तिको परिणामस्वरूप युरोपेली राष्ट्रहरूलाई धेरै कच्चा पदार्थको आवश्यकता पर्यो। त्यस्तै औद्योगिक उत्पादन बिक्री गर्नका लागि सुरक्षित बजार चाहिने भयो। त्यसैले ती राष्ट्रहरूले आफ्नो आवश्यकता अनुसार कच्चा पदार्थ ल्याउन तथा औद्योगिक उत्पादन बिक्री गर्नका लागि कमजोर र कम विकसित राष्ट्रमाथि आँखा लगाउन सुरु गरे। यही अरू राष्ट्रमाथि आफ्नो शासन विस्तार गर्ने, उनीहरूलाई आफ्नो नियन्त्रणमा लिने होडबाजीका कारण पनि उनीहरूको बिचमा अस्वस्थ प्रतिस्पर्धा हुँदै गयो। अर्का समाचार र पत्रहरूमा झुटो प्रचार गरिनु भन्छ। यो विशेष गरेर युरोपबाट प्रकाशित हुने पत्र पत्रिकाहरूले झुटो, अवास्तविक, आधारहीन समाचारहरू सम्प्रेषण गर्न थाले। यसले गर्दा पनि राष्ट्र राष्ट्रका बिचमा शङ्का, अविश्वास, घृणा र बदलाको भावना वृद्धि हुँदै गयो। त्यस्तै बाल्कनको तनाव भन्छ। यो चाहिँ तपाईँहरूले अलि बुझ्नुपर्छ, यो अलि लामो पनि छ यसमा। जस्तो यो प्रथम विश्वयुद्ध हुनुअघि टर्की एउटा ठुलो साम्राज्य थियो। धेरै राष्ट्रहरू टर्कीको अधीनमा थिए, जस्तो ग्रिस, बुल्गेरिया, सर्बिया, मेसिडोनिया यस्ता राष्ट्रहरू चाहिँ
त्यो क्षेत्रलाई अटोमन साम्राज्य भनिन्थ्यो। यिनीहरूको बिचमा राम्रो सम्बन्ध थिएन, तर उद्देश्य एउटै थियो, उनीहरू चाहिँ टर्कीको शासनबाट मुक्त हुन चाहन्थे र उनीहरूले संयुक्त रूपमा टर्कीसँग लड्नको लागि भनेर बाल्कन लिग बनाए र त्यो बाल्कन लिगले सन् 1912मा टर्कीको विरुद्ध युद्ध लड्यो। यसलाई प्रथम बाल्कन युद्ध भनिन्छ। पछि प्रथम बाल्कन युद्धमा यो चारवटा ती राष्ट्रहरू स्वतन्त्र भए, टर्कीले हार्यो, अल्बानिया नामक नयाँ राज्य चाहिँ निर्माण भयो। टर्कीबाट जितेका भूभाग चारवटा देशहरूले बाँडेर लिए, तर बाँड्ने क्रममा बुल्गेरिया र सर्बियाको बिचमा असन्तुष्टि भयो। जर्मनी र अस्ट्रियाले बुल्गेरियालाई सर्बियाको विरुद्ध युद्ध लड्नका लागि प्रोभोक गरे। परिणामस्वरूप बुल्गेरियाले सर्बियामाथि आक्रमण गर्यो, तर अस्ट्रिया र जर्मनीले बुल्गेरियालाई सहयोग गरेनन्। परिणाम बुल्गेरिया नराम्रोसँग पराजित भयो। त्यो युद्ध थियो 1913को युद्ध। यसलाई दोस्रो बाल्कन युद्ध भनिन्छ। जे होस्, यहाँबाट के पाइन्छ भने कमसे युरोपमा यो बाल्कन युद्धको कारणले गर्दा युद्धको अभ्यास हुन पुगेछ। र अर्को छ यो बोस्निया र हर्जगोभिनाको विद्रोही भावना भनिन्छ। सन् 1908मा भएको बर्लिन सम्मेलन अनुसार बाल्कन क्षेत्रमा रहेका प्रान्तहरू बोस्निया र हर्जगोभिना अस्ट्रिया हङ्गेरीको अधीनमा रहने, अस्ट्रिया हङ्गेरीले त्यहाँ शासन गर्ने भन्ने रह्यो। तर अस्ट्रिया हङ्गेरीका बासिन्दाहरू चाहिँ सर्बियन मूलका थिए। उनीहरू अस्ट्रिया हङ्गेरीको अधीनमा रहन चाहँदैनथे। त्यसैले अस्ट्रिया हङ्गेरीका विरुद्ध लड्नका लागि त्यस बेलामा यो चाहिँ बोस्निया हर्जगोभिनामा रहेका सर्बियन मूलका युवाहरूले युथ अफ सर्बियन ट्राइब अथवा चाहिँ ब्ल्याक एन्ड सोसाइटी अर युनिटी अफ डेथ भन्ने एउटा चाहिँ सङ्गठन बनाए। अनि त्यो सङ्गठनको मुख्य उद्देश्य भनेको अस्ट्रियाको विरुद्ध लड्नुपर्ने थियो। तर के भयो, अस्ट्रियाको विरुद्ध लड्ने थियो, तर यसले के गर्यो त भन्दा अस्ट्रिया र सर्बियाको बिचमा सम्बन्धमा चिसोपना आउन थाल्यो। र अर्को छ तत्कालीन कारण। यो तत्कालीन कारण भनेको चाहिँ अस्ट्रिया हङ्गेरीका राजकुमार आर्कड्युक फ्रान्सिस फर्डिनान्ड र उनको श्रीमती सोफी चोटेकको हत्यासँग सम्बन्धित छ। सन् 1914 जुन 28मा अस्ट्रियाका राजकुमार आर्कड्युक फ्रान्सिस फर्डिनान्ड र उनकी श्रीमती सोफी चोटेक चाहिँ बोस्नियाको राजधानी साराजेभोमा गएका थिए। उनीहरूको त्यस भ्रमणको समयमा ब्ल्याक एन्ड सोसाइटीका सदस्य ग्राबिलो प्रिन्सेपले उनीहरूको हत्या गरिदिए। यसले युरोपमा ठुलो हलचल पैदा गर्यो। जर्मनीको उक्साहटमा अस्ट्रियाका राजा फ्रान्सिस जोसेफले सर्बियालाई पत्र लेखे। उक्त पत्रमा ब्ल्याक एन्ड सोसाइटीका क्रियाकलापलाई दमन गर्नु र त्यो कार्यको निरीक्षणका लागि अस्ट्रियाका अधिकारीलाई खटाउने, अस्ट्रियाका अधिकारीले त्यसको निरीक्षण गर्न पाउनुपर्ने भनेर चाहिँ उनले शर्त राखे। तर यसलाई सर्बियाले अस्वीकार गर्यो। परिणामस्वरूप दुई देशका बिचमा तनाव बढ्यो र सन् 1914को जुलाई 28मा अस्ट्रियाले सर्बियामाथि आक्रमण गर्यो। यसरी प्रथम विश्वयुद्धको सुरुवात भयो। भाइ बहिनीहरूले यसलाई एकपटक राम्रोसँग बुझेर पढ्नु होला। अब प्रथम विश्वयुद्धका परिणाम भनेको छ। अब यो तपाईहरुको पुस्तकमा यो बुँदाहरू दिएर व्याख्या गरेको छ। जस्तो जनधनको अकल्पनीय क्षति भन्छ। तपाईहरुले यो प्रथम विश्वयुद्ध एकदमै विनाशकारी थियो। यसमा आम विनाशकारी हात हतियारको प्रयोग भएको थियो। भनिन्छ करिब 33 करोड 60 लाख अरब पाउन्ड यो युद्धमा खर्च भएको थियो। युद्धका क्रममा धेरै सहर, पुल, उद्योग, प्रतिष्ठान तथा भौतिक पूर्वाधारहरू ध्वस्त भएका थिए। ठुलो सङ्ख्यामा मानिसहरूको हताहती भएको थियो। करिब 6 करोड 50 लाख मानिसहरू युद्धमा सहभागी भएको। त्यतिमध्ये करिब 92 लाख मानिसहरू मारिएका र करिब 2 करोड 90 लाख मानिसहरू घाइते र बेपत्ता भएको अनुमान गरिन्छ। अनि यस युद्धका परिणामस्वरूप धेरै राष्ट्रहरू आर्थिक रूपमा चाहिँ टाट पल्टिएको, देशहरूमा श्रम शक्तिको अभाव भएको भन्ने भनिन्छ। तर युद्धमा कति सहभागी भए, कति चाहिँ नि जनधनको क्षति भयो नि सबै अनुमान, एकिन तथ्याङ्क पाउन सकिँदैन। अर्को भर्साइल्सको सन्धिमा हस्ताक्षर, यता कतै भर्सिलेज पनि पाउन सक्नुहुन्छ। यो भर्सिलेजको सन्धि अथवा भर्साइल्सको सन्धि भनेको सन् 1919को जुन 28मा फ्रान्सको भर्साइल्स दरबारमा
मित्र राष्ट्रहरू र जर्मनीको बिचमा भएको सन्धि हो। यो सन्धिले जर्मनीमाथि धेरै किसिमका प्रतिबन्धहरू लगाएको थियो। करिब जर्मनीले आफ्नो भूभागको 13% क्षेत्रफल गुमाउनु परेको भनेर भनिन्छ। जर्मनीमाथि सेना र हतियार उत्पादन कार्यमा प्रतिबन्ध लगाइयो। जर्मनीले जितेका भूभागहरू सम्बन्धित राष्ट्रलाई फिर्ता दिनु पर्यो। सन्धि अनुसार यसले आफ्नो सेनालाई 1 लाखमा झार्नुपर्ने, राइनल्यान्ड सीमा क्षेत्रबाट सेनाहरू 10 किलोमिटर वरै राख्नुपर्ने, जर्मनीले 6वटा भन्दा बढी युद्धपोत राख्न नपाउने, जर्मनीले आफ्नो सहरी क्षेत्रमा रहेको कोइला खानी फ्रान्सलाई 15 वर्षका लागि दिने र मित्र राष्ट्रलाई युद्धको क्षतिपूर्ति बापत एकमुष्ट $66 करोड दिने सहमति भयो। यो त्यसैले यहाँ के पाइन्छ भने यो जर्मनीलाई अब आर्थिक रूपमा कुनै प्रगति गर्न नसकोस्, यो शक्तिशाली बन्न नसकोस् भनेर प्रतिबन्ध लगाएको जस्तो देखिन्छ। यो एकपक्षीय असमान किसिमको सन्धि थियो भने यसले जर्मनीलाई युद्ध अपराधी करार गर्न खोजेको जस्तो पाइन्छ। अर्को, राजतन्त्रको अन्त्य र गणतन्त्रको उदय भनेको धेरै देशहरूमा त्यसभन्दा अगाडि राजतन्त्र थियो। प्रथम विश्वयुद्धपछि युरोपमा निरङ्कुश राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापनाको लहर चल्न थाल्यो भनेर भनिन्छ। रुस, जर्मनी, पोल्यान्ड, अस्ट्रिया, लाटभिया, फिनल्यान्ड, चेकोस्लोभाकिया आदि देशहरूमा राजतन्त्र विरुद्ध आन्दोलन भयो, राजतन्त्रको अन्त्य भयो। रुसमा भने कम्युनिस्ट शासन नै स्थापना भयो। अर्को छ विश्वव्यापी आर्थिक सङ्कट छ। प्रथम विश्वयुद्धले युरोपियन राष्ट्रहरूको आर्थिक अवस्था धेरै कमजोर बनायो। ती राष्ट्रहरूकोमा कृषि र उद्योगको क्षेत्र नराम्रोसँग प्रभावित भयो, त्यहाँ पुँजीको अभाव भयो। पुरै विश्व अनिकाल, बेरोजगारी, मुद्रास्फीति तथा मूल्य वृद्धि जस्ता समस्याले आक्रान्त भयो। त्यस्तै अधिनायकवादीहरूको उदय। अब यो अधिनायकवादीहरूको उदय भनेको ठाउँमा तपाईँहरूले बुझ्नुपर्छ, विश्वयुद्धपछि जस्तो जर्मनीमा एडल्फ हिटलर, इटालीमा बेनिटो मुसोलिनी, स्पेनमा जेनरल फ्रान्को, रुसमा स्टालिन, उनीहरू चाहिँ अधिनायकको रूपमा स्थापित भए र कतिपयले स्टालिनलाई एउटा क्रान्तिकारी नेता भनेर पनि भन्ने गरेको पाइन्छ। सामान्यतः सङ्कटको बेलामा यस्ता निरङ्कुश शासकहरूको जन्म हुन्छ। यो यस्ता निरङ्कुश शासकहरू जो महत्त्वाकांक्षी नेताहरूले राष्ट्रमा भएको सङ्कटको अवस्थाको फाइदा उठाउँदै आफू जनताकै मतबाट, जनताकै चाहिँ सहयोगमा उनीहरूको आवश्यकता, इच्छा पुरा गर्ने वचनबद्धता व्यक्त गरेर यस्तै सङ्कट र अस्थिरताको बेलामा यस्ता अधिनायकहरू चाहिँ जन्मिने गर्दछन्। नयाँ राष्ट्रहरूको जन्म र विश्व नक्सामा परिवर्तन भनेको छ। जस्तो प्रथम विश्वयुद्धपछि तपाईँहरूले पढ्नु भएको छ, अल्बानिया, फिनल्यान्ड, युगोस्लाभिया, चेकोस्लोभाकिया आदि जस्ता नयाँ राष्ट्रहरूको स्थापना भयो। यसले गर्दा विश्वको एउटा राजनैतिक नक्सामा नयाँ राष्ट्रहरू जन्मिएको, नयाँ राष्ट्रहरू चाहिँ देखिएको पाइन्छ र राष्ट्रसङ्घको स्थापना। जस्तो प्रथम विश्वयुद्धको अन्त्यपछि सन् 1920 जनवरी 10 राष्ट्रसङ्घको स्थापना भयो। यो तपाईँहरूले अहिले पढ्दै गरेको संयुक्त राष्ट्रसङ्घभन्दा यो फरक हो, राष्ट्रसङ्घ हो। यो चाहिँ यो राष्ट्रसङ्घको स्थापनाको अवधारणा अमेरिकी राष्ट्रपति वुडरो विल्सनले ल्याएका थिए। राष्ट्रसङ्घलाई एउटा विश्वको छाता सङ्गठनको रूपमा राख्ने अनि विश्वका सबै राष्ट्रहरूले यसको सदस्यता लिने, सबै विश्वलाई चाहिँ नै यो राष्ट्रसङ्घको पहलमा, यसको सक्रियतामा युद्धबाट मुक्त गराउने, विश्व शान्ति कायम गर्ने यो उद्देश्यका साथ स्थापना भएको राष्ट्रसङ्घमा 67वटा राष्ट्रहरूले सदस्यता लिएका थिए। भाइ बहिनीहरूले यसरी चाहिँ नि यो राम्रोसँग यसलाई अध्ययन गर्नुहोला। अब दोस्रो विश्वयुद्धका कारणहरू उल्लेख गर्नुहोस्। अब दोस्रो विश्वयुद्ध भने त विनाशकारी युद्धहरू, प्रथम विश्वयुद्धको अन्त्य भयो, विश्वले फेरि अर्को दोस्रो विश्वयुद्ध भोग्नु पर्यो। प्रथम विश्वयुद्ध सकिएको ठिक 20 वर्ष 9 महिनापछि विश्वमा फेरि अर्को विनाशकारी युद्धको प्रारम्भ भयो। जर्मनी लगायत प्रथम विश्वयुद्धमा पराजित राष्ट्रहरूको मनमा गुम्सिरहेको बदलाको भावनाको परिणामस्वरूप सेप्टेम्बर 1, 1939बाट दोस्रो विश्वयुद्ध सुरु भयो।
अब यसका कारणहरू के होलान् भन्दा भर्साइल्सको सन्धिको उल्लङ्घन। यो भर्साइल्सको सन्धि अपमानजनक र एकपक्षीय सन्धि थियो। अघि नै मैले भने यसले जर्मनीलाई एकमात्र युद्ध अपराधी करार गरेको थियो। जर्मनीमाथि धेरै प्रतिबन्धहरू लगाएका थिए। यसले गर्दा जर्मन जनताको मनमा बदलाको भावनाले ज्वरो गाडेर बसेको थियो। जब जर्मनीमा हिटलरको उदय भयो, उनले भर्साइल्स सन्धि उल्लङ्घन गर्न सुरु गरे, आफ्नो सैन्य शक्तिमा विस्तार गरे, युद्ध सामग्री उत्पादनमा जोड दिए। यसैका कारण पनि दोस्रो विश्वयुद्ध हुन गयो र राष्ट्रसङ्घको असफलता। यहाँ यो बडो इन्ट्रेस्टिङ कुरो तपाईँहरूले देख्नुहुन्छ। राष्ट्रसङ्घ विश्वलाई युद्धबाट बचाउने, विश्व शान्ति कायम गर्ने भनेर स्थापना भएको यो सङ्गठनको अवधारणा ल्याउने अमेरिकी राष्ट्रपति वुडरो विल्सन, तर उनैले अथवा त्यही अमेरिकाले राष्ट्रसङ्घको सदस्यता नै लिएन। जति राष्ट्रहरूले सदस्यता लिए तिनीहरूले पनि राष्ट्रसङ्घका कानुनहरू उल्लङ्घन गर्दै गए अनि राष्ट्रसङ्घको सदस्यता त्यागे। तर न त सदस्यता नलिनेलाई लिन लगाउन सक्यो, न त यो चाहिँ नि सदस्यता त्याग्नेहरूलाई नै राष्ट्रसङ्घले रोक्न सक्यो। जस्तो उदाहरणको लागि जापानले सन् 1931मा चिनको मान्चुरियामाथि आक्रमण गरेर कब्जा जमायो। त्यसको 2 वर्षपछि 1933मा राष्ट्रसङ्घको सदस्यता नै त्यागिदियो। इटालीले 1936मा इथियोपियामाथि आक्रमण गर्यो। जर्मनीले राष्ट्रसङ्घसँग सम्बन्ध विच्छेद गर्यो, सो सदस्यता त्यागिदियो र 1938मा अस्ट्रियामाथि आक्रमण गर्यो। 1939मा चेकोस्लोभाकियामाथि आक्रमण गर्यो। रुसले फिनल्यान्डमाथि आक्रमण गर्यो। यसरी हामीहरूले पाउँछौँ राष्ट्रसङ्घले त्यस समयमा ती राष्ट्रहरूलाई ती सदस्यता नत्याग्नको लागि कुनै दबाब दिन पनि सकेन। अब त्यो अधिनायकवादी शासकहरूको उदय भन्छ। अघि नै हामीले गफ गरेका हिटलर, मुसोलिनी, जनरल फ्रान्को, यिनीहरूका कारणले गर्दा विश्वमा चाहिँ सैनिकीकरण बढ्यो, सैन्यवाद हावी भयो, हतियार उत्पादनमा केन्द्रित भए। यसले गर्दा पनि उनीहरूकै कारण पनि विश्वमा युद्ध भयो। अर्को राष्ट्रहरूको अपवित्र गठबन्धन भन्यो। अब तपाईँहरूले यसमा देख्नुहुन्छ यो जापान र इटालीले, पहिला त जापान र जर्मनीले 1936मा कम्युनिस्ट विरोधी सन्धिमा हस्ताक्षर गरे। किनभने जस्तो रुस, फ्रान्स अमेरिकाकै समूह मित्र राष्ट्रको समूहमा थियो, उसलाई थाहा थियो, अब यो जर्मनीलाई थाहा थियो कि यदि कम्युनिस्ट विरोधी गठबन्धन बनाइयो, रुसको विरुद्ध गइयो भने अमेरिका र बेलायत चुप लाग्न सक्छन् भन्ने सोचेर उनीहरूले सन् 1936मा कम्युनिस्ट विरोधी सन्धि एन्टी कम्युनिटन प्याक्टमा हस्ताक्षर गरे। 1937मा इटालीले पनि यसमा हस्ताक्षर गर्यो। यसलाई रोम, बर्लिन, टोकियो एक्सिस भनियो। अर्कोतर्फ फेरि जर्मनीले बनाएको त्यो गठबन्धनको विरुद्ध फ्रान्स, बेलायत, रोमानिया, युगोस्लाभाकिया, अमेरिका यिनीहरूले अर्को समूह निर्माण गरे। यसरी युरोपमा फेरि अर्को चाहिँ अपवित्र गठबन्धन बन्यो। त्यो परस्पर विरोधी गठबन्धनका बिचमा त्यहाँ घृणा, बदलाको भावना अथवा चाहिँ शङ्का उपशङ्का बढ्दै गयो। यसले गर्दा पनि दोस्रो विश्वयुद्ध हुन पुग्यो। साम्यवादको त्रास र तुष्टिकरणको नीति। अब यस साम्यवाद जब रुसमा यो बोल्सेविक क्रान्तिपछि जुन 1917 अक्टोबर महिनामा रुसमा चाहिँ बोल्सेविक क्रान्ति भयो, यसको नेतृत्व त्यहाँका चाहिँ भ्लादिमिर लेनिन, यो चाहिँ बोल्सेविक पार्टीका नेता भ्लादिमिर लेनिनले गरेका थिए। अक्टोबर क्रान्तिले त्यहाँ चाहिँ नि कम्युनिस्ट शासनको स्थापना भयो। यो दोस्रो विश्वयुद्धपछि रुसले छोटो समयमा ठुलो प्रगति गरेको देखेर अरू देशहरूले पनि रुसको सिको गर्न थाले। विश्वमा साम्यवादको लोकप्रियता बढ्दै गयो। यसबाट अमेरिका, फ्रान्स, बेलायत यिनीहरू भित्रभित्रै असन्तुष्ट हुन थाले। उनीहरू रुसलाई कमजोर भएको देख्न चाहन्थे। त्यसैले जर्मनीको गठबन्धनले रुसमाथि आक्रमण गरोस्, रुस कमजोर बनोस् भन्ने चाहन्थे। रुस विरुद्ध जर्मनी, जापान, इटाली यिनीहरूले गठबन्धन गर्दाखेरि यो अमेरिका, बेलायत, फ्रान्स यिनीहरू चुपचाप बसे। यो नै उनीहरूको तुष्टिकरणको नीति हो।
अर्को स्पेनको गृहयुद्ध, जस्तो स्पेनमा जेनरल फ्रान्को त्यहाँका शासक थिए, त्यहाँ चाहिँ नि गृहयुद्ध भयो 1936मा। स्पेनको सेनाले त्यो अवस्थालाई आफ्नो नियन्त्रणमा लिन सकेन। प्रथम विश्वयुद्धमा स्पेन मित्र राष्ट्रको समूहमा थियो, फ्रान्सको समूहमा, जर्मनीकोमा होइन। र जेनरल फ्रान्कोले आफ्नै समूहका दुईटा राष्ट्रहरू फ्रान्स र बेलायतलाई आफ्नो देशको गृहयुद्ध अन्त्य गर्नका लागि सैन्य सहयोग पठाउन आग्रह गरे, तर उनीहरूले अस्वीकार गरे। त्यसपछि उनले इटाली र जर्मनीलाई सहयोग मागे। इटाली र जर्मनीले आफ्नो सेना पठाएर सहयोग गरिदिए। स्पेनको गृहयुद्ध अन्त्य भयो। यसले विश्व परिदृश्यमा केही फरक लिएर आयो। एकातिर स्पेन मित्र राष्ट्रको समूहबाट जर्मनीको समूह धुरी राष्ट्रको समूहमा पुग्यो। हिटलरले आफ्नो सेनाको शक्ति परीक्षण गर्ने अवसर प्राप्त गरे। यसले पनि दोस्रो विश्वयुद्धलाई टेवा पुर्याएको पाइन्छ। अर्को आर्थिक सङ्कट, यो त तपाईँहरू त्यतिकै बुझिहाल्नुहुन्छ। प्रथम विश्वयुद्धपछि विश्वमा बेरोजगारी थियो, मुद्रास्फीति थियो, भोकमरी थियो। यस्ता समस्याबाट चाहिँ मानिसको जीवन कष्टप्रद बन्दै गइरहेको थियो। त्यही कारणले अब युरोपेली राष्ट्रहरूले युवालाई सेनामा भर्ती गराउन थाले, रोजगारी प्रदान गर्ने नाममा हतियार उत्पादनका कारखानाहरू खोल्न थाले। यसले गर्दा सैन्य शक्तिमा वृद्धि भयो। र अन्तिममा तत्कालीन कारण, यहाँ तपाईँहरूले बुझ्नुपर्छ, भर्साइल्सको सन्धि अनुसार जर्मनीले फिर्ता गरेको पोलिस कोरिडर, डान्जिङ, तिनीहरू चाहिँ नि सम्बन्धित राष्ट्रलाई फिर्ता गरेको पछि हिटलरले ती ठाउँहरू चाहिँ नि फिर्ता माग्न सुरु गरे। जर्मनी यी क्षेत्रहरू भएर बाल्टिक समुद्रसम्म पुग्न चाहन्थ्यो। अर्कोतर्फ फेरि जर्मनीले रुससँग नाजी सोभियत नन एग्रेसन प्याक्ट नामक सन्धिमा हस्ताक्षर गरे। यस सन्धिमा जर्मनी र रुसले 10 वर्षसम्म एकअर्कालाई आक्रमण नगर्ने र पोल्यान्डलाई आक्रमण गरेर जितेको भूभाग बाँडेर लिने सहमति गरे। यसले पनि जर्मनीलाई अझ बलियो बनायो। र त्यसपछि 1939 सेप्टेम्बर 1मा जब त्यो डान्जिङ कोरिडर र पोलिस कोरिडर आफ्नो आग्रह अनुसार पोल्यान्डले फिर्ता नगरेपछि जर्मनीले फेरि भने, डेट फेरि बताउँछु, 1939 सेप्टेम्बर 1मा जर्मनीले पोल्यान्डमाथि आक्रमण गर्यो। यो आक्रमण जमिन र आकाश दुवैतर्फबाट गरेको थियो। आकस्मिक रूपमा गरेको आक्रमण भएको हुँदा यसलाई लाइटेनिङ वार पनि भनिन्छ। त्यही लाइटेनिङ वारपछि दोस्रो विश्वयुद्धको औपचारिक रूपमा सुरुवात भयो। त्यसकारण यो तत्कालीन कारण हो। अब भाइ बहिनीहरू, म अर्को बताउँछु तपाईँहरूलाई, दोस्रो विश्वयुद्धको परिणाम हेर्नु होला। दोस्रो विश्वयुद्धको परिणाम यहाँले थोरै पोइन्टहरू देख्नुहुन्छ। म थोरै दोस्रो विश्वयुद्धको परिणाम हेर्नु, सुन्नुहोस् है त। दोस्रो विश्वयुद्ध 1 सेप्टेम्बर 1939मा प्रारम्भ भएको थियो। यो युद्ध जर्मनीले पोल्यान्डमाथि आक्रमण गरेपछि सुरु भएको भनेर भर्खरै सुनिहाल्नुभयो। युद्धको सुरुवाती समयमा जर्मनीले ठुलो सफलता हात पारेको थियो। जर्मनी मित्र राष्ट्रहरूलाई कमजोर बनाउन सफल भएको थियो। सन् 1940को जुन महिनासम्ममा जर्मनीले धेरै राष्ट्रहरू जस्तो चेकोस्लोभाकिया, पोल्यान्ड, डेनमार्क, नर्वे, बेल्जियम, होल्यान्ड आदि राष्ट्रहरूमा कब्जा जमाउन सफल भयो। जापान पनि पूर्वी एसियालाई नियन्त्रणमा लिन सफल भयो। सन् 1941 डिसेम्बर 7मा जापानले पर्ल हार्बरमा राखिएको अमेरिकी सैन्य जहाजमा आक्रमण गरेपछि जापान र जर्मनीको अप्ठ्यारा दिन सुरु भए। पछि अन्त्यमा धुरी राष्ट्रहरू युद्धमा पराजित हुन पुगे। जर्मनीले सन् 1945को मे 8मा आत्मसमर्पण गर्यो। जापान एक्लैले युद्ध लड्यो। 44 राष्ट्रहरू विरुद्ध एक्लै युद्धलाई निरन्तरता दिइरह्यो। र पछि अमेरिकाले जापानका हिरोसिमा र नागासाकी सहरमा एटम बम खसालेपछि जापान पनि कमजोर भयो। 1945 सेप्टेम्बर 12मा जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध औपचारिक रूपमा टुङ्गियो। यसका परिणामहरू तपाईँहरूले बुँदामा देख्नुहुन्छ। एउटा जनधनको क्षति भनिन्छ। युद्ध आफैमा विनाशकारी हुन्छ। दोस्रो विश्वयुद्ध पनि विनाशकारी थियो। यो युद्धमा कति क्षति भयो भन्ने कुनै आधिकारिक तथ्याङ्क त पाइँदैन। यद्यपि युद्धमा रासायनिकदेखि अत्याधुनिक अस्त्र शस्त्रको प्रयोग भएको पाइन्छ। भनिन्छ युद्धमा करिब 2 करोड 20 लाख मानिसहरू मारिएका थिए।
करिब 3,40,00,000 मानिस घाइते भएका थिए। करिब 1100 खरब डलर खर्च भएको थियो। विश्वमा धेरै सहर, औद्योगिक प्रतिष्ठान र भौतिक पूर्वाधारहरू ध्वस्त भएका थिए। यसरी तपाईँहरूले चाहिँ जनधनको अकल्पनीय क्षति भन्ने कुरामा व्याख्या गर्नुहोला। विश्व 2 ध्रुवमा विभाजित। जस्तो दोस्रो विश्वयुद्धपछि धेरै राष्ट्रहरू कमजोर भए, तर अमेरिका र रुस चाहिँ शक्तिशाली राष्ट्रको रूपमा उदाए। अब यी दुईटा राष्ट्रको बीचमा फेरि अर्को शक्ति सङ्घर्ष सुरु भएको पाइन्छ हामीले। यी दुईटा राष्ट्रहरू अमेरिका र रुस वैचारिक र राजनीतिक रूपमा नै भिन्न थिए। अमेरिका क्यापिटालिस्ट पुँजीवादी राष्ट्र, रुस सोसियालिस्ट कम्युनिस्ट राष्ट्र थियो। अब यी दुई राष्ट्रको बीचमा सौहार्दपूर्ण सम्बन्ध थिएन। यिनीहरू एकअर्कालाई आलोचना गर्थे। यिनीहरूका कारणले गर्दा सिङ्गे विश्व पुँजीवादी र साम्यवादी समूहमा ध्रुवीकृत भयो। यिनीहरूका बीचमा भौतिक युद्ध त भएन, तर आपसमा शङ्का, उपशङ्का, घृणा, अस्वस्थ प्रतिस्पर्धा बढ्दै गयो। यो युद्ध नभइकन बीचमा हुने जुन सम्बन्धमा चिसोपना आउँछ त्यसलाई कोल्ड वार भनेर भनिन्छ, शीत युद्ध। अर्को छ आर्थिक पुनर्निर्माण र प्रतिस्पर्धी संस्थाको स्थापना। जस्तो यहाँ अघि चर्चा गरियो अमेरिका र रुस, यिनीहरू आफ्नो अमेरिका क्यापिटालिस्ट पुँजीवादी राष्ट्रहरूको समूहलाई शक्तिशाली बनाउन चाहन्थ्यो, रुस साम्यवादी राष्ट्रहरूको समूहलाई शक्तिशाली बनाउन चाहन्थ्यो। आफू शक्तिशाली बन्ने होडबाजीमा सन् 1949मा अमेरिकाले पश्चिम युरोपेली राष्ट्रसँग मिलेर नेटो, नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन, उत्तर एटलान्टिक सन्धि सङ्गठन स्थापना गर्यो। फेरि यसको काउन्टरमा 1955मा रुसले पूर्वी युरोपेली राष्ट्रहरूको संलग्नतामा यो पोल्यान्डको राजधानी वार्सा भन्ने ठाउँमा वार्सा सन्धि सङ्गठन, वार्सा ट्रिटी अर्गनाइजेसन भन्ने संस्था स्थापना गर्यो। यी दुवै सङ्गठन स्थापनाको उद्देश्य भनेको आफ्नो समूहलाई शक्तिशाली बनाउनु नै थियो। फेरि यिनीहरूले अर्को के गरे भने आफ्ना समर्थक राष्ट्रहरूलाई आर्थिक सहयोग प्रदान गर्ने नीति लिए। त्यसका लागि रुसले आफ्नो विदेश मन्त्री मोलोटोभको नेतृत्वमा एउटा कोमेकन, काउन्सिल फर म्युचुअल इकोनोमिक असिस्टेन्स अथवा मोलोटोभ प्लान नामक संस्था बनायो। फेरि अमेरिकाले आफ्नो विदेश मन्त्री जर्ज मार्शलको नेतृत्वमा त्यस्तै अर्को मार्शल प्लान बनायो। यसरी प्रतिस्पर्धी संस्था बनाए र उनीहरूले आर्थिक पुनर्निर्माणका लागि आर्थिक योजना पनि ल्याए। अर्को छ उपनिवेशवादको अन्त्य, राष्ट्रिय आन्दोलनको सुरुवात भन्छ। दोस्रो विश्वयुद्धमा यो के भयो भने यी शक्तिशाली राष्ट्रहरू जुन भनिएका थिए तिनीहरू कमजोर भए, उनीहरूको शक्ति क्षयीकरण भयो। बेलायत, फ्रान्स जस्ता राष्ट्र पनि धेरै कमजोर भए। यी शक्तिशाली राष्ट्रहरूले आफ्नो उपनिवेशमाथि नियन्त्रण कायम गर्न सकेनन् र धेरै राज्यहरूले आफ्नो त्यो उपनिवेशबाट स्वतन्त्र हुनका लागि आन्दोलन गरे। धेरै देशहरूमा त्यहाँ चाहिँ नि निरङ्कुश शासकका विरुद्ध आन्दोलन भयो, प्रजातन्त्रका लागि आन्दोलन भयो र अन्त्यमा संयुक्त राष्ट्रसङ्घको स्थापना। तपाईँहरूले पाउनुहुन्छ दोस्रो विश्वयुद्धपछि फेरि संयुक्त राष्ट्रसङ्घको स्थापना भयो। जस्तो तपाईँहरूलाई थाहा छ दोस्रो विश्वयुद्ध चल्दै गर्दा 1941 अगस्त 14मा अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्ट र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले आन्ध्र महासागरको एउटा पानी जहाजमा बसेर एउटा घोषणा पत्र तयार पारे। त्यसले विश्व शान्ति स्थापनाका लागि एउटा अन्तर्राष्ट्रिय संस्था स्थापना गर्ने भन्ने एउटा घोषणा गरे। त्यसलाई चाहिँ एटलान्टिक चार्टर भनिन्छ। त्यही एटलान्टिक चार्टरमा आधारित रहेर त्यसैपछि यो 1945 अक्टोबर 24मा विश्वका राष्ट्रहरूले एउटा चाहिँ छाता सङ्गठनको रूपमा एउटा अन्तर्राष्ट्रिय संस्था बनाउनुपर्छ भनेर एउटा के भने विश्वलाई फेरि अर्को एउटा विनाशकारी युद्धबाट बचाउनुपर्छ भनेर संयुक्त राष्ट्रसङ्घको स्थापना गरे। संयुक्त राष्ट्रसङ्घ स्थापनाको मुख्य लक्ष्य भनेकै विश्वलाई प्रथम विश्वयुद्ध, द्वितीय विश्वयुद्ध जस्ता विनाशकारी युद्धबाट जोगाउनु थियो। अब म तपाईँहरूलाई अन्तिम प्रश्न बताउँदैछु। प्रथम र दोस्रो विश्वयुद्धले नेपालमा पारेको प्रभाव उल्लेख गर्नुहोस् भनेको छ।
प्रभाव भने त दुइटै सकारात्मक र नकारात्मक दुइटै प्रभाव परेको पाइन्छ। जस्तो प्रथम विश्वयुद्ध भएको बेलामा नेपालका प्रधानमन्त्री चन्द्र शमशेर थिए भने दोस्रो विश्वयुद्ध भएको बेलामा जुद्ध शमशेर थिए। चन्द्र शमशेरको समयमा जस्तो तपाईँहरूलाई थाहा छ राणाहरूको अङ्ग्रेजहरूसँग राम्रो सम्बन्ध थियो। नेपालले आधिकारिक रूपमा प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्धमा सहभागिता जनाएन। यद्यपि राणाहरूको अङ्ग्रेजलाई खुसी बनाउने उद्देश्यका कारणले उनीहरूले धेरै युवाहरूलाई चाहिँ युद्धमा लड्न पठाए। भनिन्छ यो चन्द्र शमशेरको पालामा करिब ७५०० नेपाली युवाहरूले चाहिँ नि बेलायतको तर्फबाट युद्ध लडेका थिए भने जुद्ध शमशेरको पालामा त उनले बहादुर शमशेरको नेतृत्वमा करिब 2,50,000 नेपाली फौजलाई बेलायतको तर्फबाट युद्ध लड्न पठाए भनेर भनिन्छ। त्यो युद्धमा नेपाली सेनाले बहादुरी प्रदर्शन गरे। बहादुर गोर्खालीका रूपमा गौरव र सम्मान पनि प्राप्त गरे। यसरी यो नेपालीहरूले दोस्रो विश्वयुद्धमा त यो जर्मनी र जापानका विरुद्ध युद्ध लडेका थिए। जस्तो यो चाहिँ नेपालीहरूले ग्रिस, सिरिया, साइप्रस, लेबनान, सिङ्गापुर, बर्मा विभिन्न ठाउँमा गरी युद्ध लडेको भनेर पाइन्छ। यसले कस्तो सकारात्मक प्रभाव पर्यो, कस्तो नकारात्मक प्रभाव पर्यो नेपाललाई भन्ने सन्दर्भमा यहाँ स्क्रिनमा देख्नु भएको छ। नेपालीहरूले धेरै युद्धकला सिक्ने अवसर प्राप्त गरे। नेपालको बेलायतसँग सम्बन्ध घनिष्ठ हुन पुग्यो। यसरी अब यहाँ देखिराख्नु भएको छ त्यो स्क्रिनमा देखाएका ती पोइन्टहरू, त्यसलाई हेर्नुहोला अनि त्यो पोइन्टको आधारमा अनि त्यसलाई व्याख्या पनि गर्नुहोला। जस्तो यो बेलायतले नेपाललाई एकमुष्ट 3,33,00,000 रुपियाँ दिने प्रतिबद्धता जाहेर गर्यो यो आफूले नेपालले सहयोग गरिदिएको कारणले। तर त्यो प्राप्त गर्नका लागि के गर्न परिरहेको छ त नेपालीहरू करिब 7,544 नेपाली युवाहरू मारिएका थिए। तर कति मारिए, कति फर्केर आए, कति बेपत्ता भए त्यो एकिन तथ्याङ्क त अझै पनि पाउन सकिँदैन। यी कुराहरू कस्ता सकारात्मक प्रभाव परे भनेर तपाईँले देख्नुभयो। त्यस्तै अब नकारात्मक प्रभाव पनि हेर्नुहोस् त यहाँ। अब धेरै युवाहरूले निर्दोष नेपाली युवाले बिना कारण युद्धमा ज्यान गुमाउनु पर्यो। नेपालमा श्रम शक्ति अभाव भयो। यो जे भयो नेपाली युवाहरू त्यहाँ गएको राणा प्रधानमन्त्रीको व्यक्तिको स्वार्थका लागि थियो। यी धेरै मानिसहरू मारिए, युद्धमा बेपत्ता भए, यी नकारात्मक प्रभावहरू भयो। यसरी भिडियो धेरै लामो भयो, राम्रोसँग यसलाई हेर्नुहोला। यति प्रश्नहरू राम्रोसँग तयारी गर्न सक्नुभयो भने परीक्षालाई इतिहासबाट सोधिन लङ आन्सर क्वेसनहरूलाई प्रशस्त हुन्छ। धेरै छोटो उत्तर आउने, अति संक्षिप्त उत्तर, भेरी सर्ट आन्सर क्वेसन चाहिँ मैले छुट्टै एकाइ 1 देखि पछाडि एकाइ 10 सम्मका महत्त्वपूर्ण त्यो चाहिँ प्रश्नहरू एउटै सिरिजमा चाहिँ प्रस्तुत गर्नेछु। भाइ बहिनीहरू इतिहास लामो छ, यसलाई राम्रोसँग ध्यान दिएर पढ्नुभयो भने एउटा कथा जस्तो पनि हो, बुझ्न सजिलो पनि हुन्छ। र तपाईँहरूलाई कुनै समस्या छन् भने कमेन्ट बक्समा लेख्नुहोला, त्यसको उत्तर सम्प्रेषण गर्ने यसरी नै भिडियो मार्फत तपाईँहरू सामु ल्याउने प्रतिबद्धता व्यक्त गर्छु। आजलाई यति नै, धन्यवाद।